सम्पूर्णमा नमस्कार। म भक्ति प्रसाद चौलागे। अहिले म अल्सादको यहाँनिर लुलु मार्केटमा छु। यहाँ देख्न सक्नुहुन्छ यो यहाँनिर मैले भर्खरै हाम्रो यहाँ एकजना दाजुलाई भेटेको छु। दाजु नमस्कार। नमस्कार। हजुरको शुभ नाम चाहिँ? मेरो नाम चाहिँ मोहम्मद समीम हो। अहिले कतारमा चाहिँ तपाई काम गर्दै हुनुहुन्छ? अनि कुन कम्पनीमा दाजु अहिले? म अहिले के कम्पनीमा हो। कतार आउनु भएको अहिले कति भयो? अहिले 6 महिना कटेछ। अनि अझ यो कतार बसिरहँदा अहिले त जुन महिना धेरै निकै गर्मी भइरहेछ, कस्तो अनुभव भइरहेछ हजुरलाई? अहिले त गर्मी धेरै बढेछ हैन। अब केसमा बस्ने हैन, बाहिर चाहिँ अलि हैन घुमघाम चाहिँ बढी नगर्ने, गर्मी धेरै छ हैन। अनि अहिले देश तथा विदेशदेखि हेरिरहनु सम्पूर्ण हाम्रो नेपाली दाजुभाइहरूलाई चाहिँ अब यो कतारको विषयमा के अलिकति भनिदिन चाहनुहुन्थ्यो कि अब नेपालदेखि हेर्छन् के छ कतार, कस्तो छ पहिलेको तुलनामा, नीति नियमहरू अलिकति के तपाईँको मनमा लागेको? कतार त अहिले धेरै प्रगति गरेछ हैन, राम्रो छ हैन। कतारको सिस्टम र कानुनी पनि धेरै राम्रो छ हैन। यता बस्नु राम्रो हुन्छ कि मतलब टेन्सन लिनु पर्दैन हैन। यता कानुन राम्रो छ। हजुरहरूलाई जानकारी गराउन चाहन्छु। आज हामीसँग अल्साद नजिकै भेटिनु भएको समीम दाई जनकपुरमा बस्नुहुन्छ। दाईसँग थोरै भलाकुसारी कुरा गर्दैछु। अनि दाईको कतारको बसाइ जे होस् राम्रै छ हैन दाई? एकदम राम्रै छ। चिलमा बस्नु हैन। अब यो हाम्रो कतारमा, हाम्रो देशमा त धेरै करप्सन भएर नेपालमा बसिसक्नु छैन। कतारमा आउने अब नयाँ नेपालीलाई के भन्न चाहनुहुन्छ तपाईँले? नयाँलाई के भन्ने आउने हैन, आफ्नो अब देशमा त खासै केही छैन, करप्सन धेरै छ, सबैलाई थाहा छ हैन। अब विदेश त यही हो, अब आउने काम गर्ने, मजाले पैसा कमाउने हैन, केही प्रगति गर्ने, त्यही हो चाहिँ। अनि तपाईँ चाहिँ अब विदेश त आउने हैन, अब कस्तो मेन पावर पक्रिने, कतिको राम्रो पक्रिने हैन, त्यसमा अलिकति भनिदिन चाहन्छु। आउन चाहिँ यतिकै हावातालमा नआउने, कस्तो? त्यस्तो हावातालमा नआउने हैन। पहिला मजाले राम्रो मेन पावरमा चाहिँ हेर्ने, सोधपुछ गर्ने, त्यसपछि डिसाइड गरेर के छ हैन, त्यसपछि ट्राई गर्ने प्रयास गर्ने। रेक मेन पावरबाट कुनै अर्जेन्ट थ्रो काम गरेपछि के भन्छ ठकिन्छ हैन। एकैचोटि रेक मेन पावरबाट सम्झे बुझेर आउने राम्रो हुन्छ, किन खर्च कम्ती लाग्छ। अनि दाइ यो त भयो होइन, विदेश त आउने, अनि बिना स्किल आउँदा पनि हुन्छ त विदेशमा? हुन्छ, किन हुँदैन, भइहाल्छ नि। अब कुनै मान्छेले स्किल गर्दै भने राम्रो काम पाइन्छ, तर स्किल नभएर यता आएर यस्तो लेबरमा आउने, त्यसपछि बिस्तारै काम गरेपछि सिक्छ भने झनै राम्रो हुन्छ, तर स्किल भएर राम्रो हुन्छ। दाइको कुरा हाम्रो समीम दाइले भने अनुसार कामले काम सिकाउँछ होइन दाइ? कामले काम सिकाउँछ। यस, आज दाइसँग सानो, अब धेरै लामो भिडियो बनाउँदा पनि हाम्रो हेरिरहने दर्शकबिन नेपालीहरूलाई चाहिँ झ्याउ लाग्न सक्छ, त्यसैले अब यो भिडियो छोटो। अन्तिममा केही भन्नु थियो कि हजुरलाई? भन्ने अब होइन, अब अन्तिममा भन्ने कुरा विषय यही हो कि सबैजना राम्रोसँग बस्ने होइन, राम्रोसँग रहोस्। अब हाम्रो अलि के भन्छ नयाँ स्टार्ट गरेको भिडियोलाई होइन सब्सक्राइब र के भन्छ च्यानललाई फलो गरिदिने, यति धन्यवाद दिन चाहन्छु। ल अब म बिदा गर्न चाहन्छु। सबैजना नमस्कार। आज हामीसँग हुनुहुन्थ्यो समीम दाजु, उहाँ जनकपुरमा बस्नुभएको थियो, जनकपुरमा बस्नुहुन्छ अहिले कतारमा। हामी यहाँ यो लुलुमा थियौँ। ल यस्तै यस्तै नयाँ भिडियो हेर्नको लागि युट्युब च्यानल चाहिँ भक्ति अपडेट सब्सक्राइब गर्नुलाई हस्त। धन्यवाद।